झरीको दिनमा कुखुरा काट्दै वेलकम ब्याक टु द न्यू भिडियो दाजुभाइ। आज बिहानैदेखि पानी परेको छ। बिहानै पानी परेपछि कुखुरा त काट्नै पर्यो। अब त्यसैलाई अब कुखुरा काट्ने योजना बनाइयो अनि ट्याक्क लाएर पानी तताइयो। कुखुरालाई हल्का फुल्का चारो पनि दियो अनि ट्याक्क लाएर मैले चाहिँ यो कुखुरा छान्ने निर्णय गरेँ। यो कुखुरालाई चाहिँ अब मैले हानिदिने विचार गरेँ। टाउको काटेको चाहिँ भिडियो राखिनँ, तर मैले पुरै खुइलिए बनाइदिएँ कुखुरालाई होइन। ट्याक्क लाएर कुखुरा मैले डाङडुङ कुड्काएर ट्याक्क लाएर मैले सकाइदिएँ। बिहानै पानी पऱ्यो भएर कत्रो खोला आयो भन्नु मन लाग्यो। खोलातिर खासै ठुलो आए जस्तो त लागेन मलाई, तैपनि हेर्न जाउँ भनेर गएँ खोलामा हेर्नलाई। हल्का फुल्का खोला आएछ, तर धमिलेर अलि ठुलो देखियो रहेछ होइन। ठिकै खोला आएको थियो, तर खोलामा माछा मार्ने दाइहरू आएको थिए। अनि माछा भेट्यो त दाइ भने जाल हान्न मिलेन, खासै माछा चाहिँ भेटिएन। अब मासतिर जानु पर्यो भन्दै थिएँ, माछा चाहिँ भेटिएन अरे खासै। खोला हेरेर म चाहिँ ट्याक्क लाएर घर फर्किने विचार गरेँ। ट्याक्क लाएर घर फर्किहालेँ म चाहिँ। आज यसको घरमा मासु छ भन्ने थाहा पाएर होला हाम्रो बिल्ली राजा चाहिँ हाम्रो घर आइसकेको थियो। त्यही नै दाजुहरू, तपाईँहरू यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ भिडियो।